हेलो गाइसहरु, आजको अवस्था कस्तो छ हेर्दै जानु होला। पानी कस्तो परिरहेको आजको प्रत्यक्ष हामी प्रशासनमा छौँ भने गुटुङटुङ आज चाहिँ प्लास्टिक ओरेर हामी गाउँ छोडेर निकाला भएर बाढी पहिरोको कारणले हामी एकदमै नाजुक छौँ। आज यहाँ एकदमै गाह्रो भएको कारणले गाउँ नै छोडेर भाग्नु परेको छ बाढी पहिरोले गर्दा। आज हामी प्रत्यक्ष ल हेर्नुहोस् आजको अवस्था हामी कस्तो अवस्थामा छौँ आज भने एकदमै बाढी पहिरोले गर्दा भाग्नु परेछ। गाउँै निकाला भएर चाहिँ हामी निकै भाग्नुपर्ने स्थिति छ। नुम बजारबाट त तपाईँले नुम पारीबाट त सेदुवा मकाले दुई त हेर्दै हुनुहुन्छ होला कतिको गुटुङटुङ भाग्नु परिरहेछ। देखिरहनु नै रहनु भएको छ तपाईँहरूले होइन, कति नै गाह्रो छ भनेर त तपाईँहरूले हेरिरहनु भएको छ। तपाईँहरूले प्रत्यक्ष हेरिरहनु भएको छ। नुम डाँडामा बसेर तपाईँहरू सबै गाउँको दाजुभाइ दिदीबहिनी कति नै भाग्नु परिरहेछ बाढी पहिरोले। त्यहाँको मकाले दुईको हाम्रो स्कुल डाँडा भन्ने ठाउँ चाहिँ पुरा पहिरोले घेरेको कारणले चारैपट्टिबाट घेरेको कारणले कस्तो अवस्था छ हामी प्रत्यक्ष हामी दौडिरहनु गाउँ नै